त्यसले साला मलाई 4 वटा बुढी बनाइदिए म लुका धुँदा धुँदै मेरो साला यहाँ हड्डी गरी सावरलाई कमाइदियो भनेदेखि बल्ल आफ्नो हुने बेला फेरि ऊ भइहाल्छ क्या बाजे फेरि घर आउने टाइम भइहाल्छ अनि घर आउँदाखेरि त्यही 1 लाख 1.5 लाख त्यति पनि हुँदैन कति त 50,000 सम्म त्यतिले के हुन्छ र बलाई विदेश अहिले त भन्नको लागि मात्र थियो पहिला थियो हेर्नु बाजे कमाइ किनकि पहिला यहाँ महँगाई पनि कम थियो पहिला वहाँ स्यालेरी 50-60 हजार भएपछि यहाँको महँगाई कम हुँदाखेरि ठिकै थियो आजभोलि महँगाई हेर्नु न कति छ अनि त्यही भएर विदेश गए पनि एकदम सोचेरै जाने क्या अलि राम्रो ठाउँतिर सोचेरै जाने अनि के भन्छन् अब त्यही हो कि बाजे सोच्नु पर्ला गए पनि नत्र सिटिमिति नजाने क्या बल्ल अर्का साला यहाँ हड्डी गरिसक्यो मलाई 4 वटा बुढी बनाइदियो छिटो मेरो इमेल ठेगानामा
सेन्ड गर्दा यसो 4वटा बुढी Look at the top of his head. दिमागै खराब पो भयो त हो लुगा धोएर Back of his neck looked like a sirloin रिसै steak. पो उठ्यो मलाई त के गरौँ के He tried it. बर्बाद